हेलो नमस्ते सबैजनालाई वेलकम छ मेरो ब्लगमा। म चाहिँ आज यसलाई चाहिँ के लड्डु भन्छन् हजुरहरूले थाहा भएन मलाई। मैले चाहिँ यसलाई चाहिँ के भन्छ नि ड्राइड लड्डु भन्छु। यसमा चाहिँ सबै इन्ग्रिडियन्ट राखेको छु मैले, जस्तै काजु, किसमिस, बदाम, छोडा, अनि सनफ्लावर सिड, पम्पकिन सिड, के थुप्रै कुराहरू राखेको छु, जसले गर्दाखेरि हाम्रो शरीरलाई एकदम ताकत दिन्छ र हाम्रो हेयरलाई पनि एकदम राम्रो गर्छ, झर्नबाट रोक्ने काम गर्छ। तिन सबैको लागि चाहिँ मैले सबै भुटेर अनि पिसेर अनि बनाउने गर्दछु। ल हेर्दै जाऊँ है त मैले के राख्दैछु, हेर्दै जानु होला। अनि यदि हजुरहरूलाई चाहिन्छ कमेन्ट गर्नु होला, म कमेन्टमा नम्बर प्रोभाइड गर्नेछु हजुरहरूलाई। अर्डरको लागि चाहिँ कमेन्ट गर्नु होला। हजुरले पनि टाइम छैन आफ्नो डाइटलाई कन्टिन्यू दिनको लागि, टाइम छैन आफ्नो हेल्थलाई हेर्नको लागि, केयर गर्नको लागि टाइम छैन भने चाहिँ यो लड्डु एकदम सही हुन्छ हजुरको लागि। दिनमा एउटा दुईवटा खाए हुन्छ, किनभने सबै कुरा मिसाएको छु मैले यसमा, धेरै खानु पनि हुँदैन यो, किनभने हेयरको लागि पनि एकदम राम्रो छ र त्यसपछि गएर हेल्थको लागि पनि एकदम राम्रो हुन्छ। अनि धेरै काम गरिराख्ने, दौडधुप गरिराख्ने मान्छेहरूको लागि पनि एकदम सही हुन्छ, किनभने शरीरमा एनर्जी चाहिरहेको हुन्छ नि त। सो त्यही भएर हेर्न सक्नुहुन्छ मैले के राखेको छु, थुप्रै कुरा राखेको छु, मैले हेरेर भन्नु होला। यो वाटरमेलन सिड हो। यो चाहिँ म कोर्दैछु करेसोमा, अलिकति कोरेर राखिसकेको छु। त्यसपछि यहाँ कोर्दैछु, यो फोकेछु मैले, यहाँलाई यो भुट्न पर्छ नि त, यो खोल्न छ अझै बाँकी, सो त्यही भएर यहाँ कोर्दैछु। अहिले चाहिँ थोरै मेसी देखिरहेको छ, सो नरिवल पनि छ ल, यसमा नरिवल पनि मिठा छ, सबै कुरा छ यसमा। अब सबैलाई सबैलाई म यसरी पिसेर पुनेर यसरी गर्दैछु, यहाँ राख्छु हाल्छु। सबैलाई म यस्तै यस्तो खालको बनाउँछु, त्यो भएपछि डल्लो बनाउनु मजा आउँछ, सजिलो हुन्छ। यो चाहिँ मैले माथिबाट पिसेर राखेको चाहिँ, यो चाहिँ कालो तिल, त्यसपछि आलस, यसले कपाललाई राम्रो गर्छ अनि बडीलाई पनि एकदम राम्रो गर्छ। अनि त्यसपछि यहाँ सबै काजु, किसमिस, बदाम, छोडा, त्यसपछि यहाँ खजुर छ, यहाँ छोडा छ, त्यसपछि यहाँ सनफ्लावर सिड, पम्पकिन सिड र वाटरमेलन सिड, अनि त्यसपछि अरू के छ, नरिवल छ, अनि त्यसपछि छोडाहरू छ, थुप्रै कुराहरू छ, यहाँ सबै ड्राई फ्रुटहरू छ।
यसलाई म यहाँ राख्छु अनि यसलाई मोल्छु ready to go acu aku lo saya dulu acu coba dikit kalau kuat dikit ah lagi coba ready to go गाइस अब चाहिँ लड्डु बनाउने पालो आयो अब हामीले यहाँ लड्डु बनाउँछौँ मैले सबै कुरा मोलेर एकदम ठिक्क पारिसकेको छु हातमा पानी लाएर म लड्डु बनाउन सुरु गरेँ हेर्न सक्नुहुन्छ मैले लड्डु फटाफट बनाएको छु यो चाहिँ फटाफट बनाएको होइन मैले बस सुस्तै बनाएको छु स्पिडमा गराएको भएर हो मैले धेरै भिडियो राख्दाखेरि धेरै जसोले कति छिटो खाएको कति छिटो गरेको भन्नुहुन्छ त स्पिडमा गराएको भएर त्यस्तो भएको हो मैले त्यस्तो छिटो गरेको होइन ताल बसेको भएछ ल गाइस मेरो लड्डु चाहिँ रेडी भइसक्यो हेर्न सक्छ कति धेरै बनाएको छु लड्डु मैले मेरो डेलिभरीको लागि हो अर्डर आएको थियो सो कस्तो राम्रो पर्छ मैले एउटा खाएर पनि टेस्ट गरेँ मिठो छ अर्डर गर्नको लागि मेसेज गर्नु होला